यसलाई के बजार भन्छ? मणिपुरको बजार। मणिपुर बजारमा छौँ हामी चाहिँ। यस्तो गाह्रो भयो नि, पुरै वन इन्डियादेखि माथि आउने त पुरै वन रहेछ। कुर्सी पट्याउल हुनु भएको छ हजुर तपाईँलाई। त्यहाँ दिदीलाई यहाँ हत्या भइरहेछ। कहिले बोक्नुहुन्छ कहिले कुमडो बनाउनुहुन्छ। ल हेर्नु साथी, हामी बिहेवाला घरसम्म आइपुग्यौँ। म पनि पहिलोचोटि आएको नि त साथीहरू यहाँ। एकदमै राम्रो रहेछ। सो फेरि पनि हेलो नमस्ते साथीहरू, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप कि तपाईँहरू सबजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। हामी सबजना ठिक छ घरमा। र साथीहरू आज चाहिँ दिउँसो 2 बजे चाहिँ हामी कतैको यात्रा गर्दैछौँ। कहाँ भनेपछि हामी दाङको देउखुरी जाँदैछौँ बिहेमा। अनि बिहे त हुन त 18 गते, तर आज नै हामी जाँदैछौँ कि हामी 4-5 दिन अगाडि जाँदैछौँ, किनकि टाढाको बिहे हो। हाम्रो गाडी पनि त्यही ठिक टाइममा गर्नु पऱ्यो भनेर। अनि साथीहरू जाँदैछौँ आज धेरै दिनपछि भिडियो स्टार्ट भएको छ मेरो। अनि आज यहाँदेखि हामी उता दाङ लमैमा के अरे बास बस्छौँ। त्यसपछि भोलि फेरि लमैबाट हामी उता देउखुरी जाने हो। आज चाहिँ हामी लमैसम्म मात्रै बास जान्छौँ त्यहाँ दिदीको घरमा। भाउजू रेडी भइसक्नु भएको छ। भाउजूले यति ठुलो ब्याग पनि सामान भएको छ अझै। अनि अहिले चाहिँ हामी अटोमा जान्छौँ यहाँबाट आधा बाटोसम्म, त्यहाँबाट गाडीमा जाने हो। र हामी साँझै पुग्छौँ। नजाम भाउजू, ल राम्रोसँग बस्नु है भाइ, राम्रोसँग काम गर्नु 4-5 दिनसम्म। भाउजू फेरि छिटो आउनु होला तपाईँहरू। अनि ल नानी बसेस बाई। ल 5 दिनको लागि राम्रोसँग गर्नु घरमा काम है। म चाहिँ निस्केँ अब 5 दिनको लागि। हामी आइपुग्यौँ तुलसीपुर। तुलसीपुर चाहिँ हामी आइपुग्यौँ। भाउजू ब्याग तान्नु। साथीहरू हामी यहाँ लमै दिदीकोमा आइसक्यौँ। आएर पनि खाना खायौँ, तर मैले अघि नै भिडियो बनाउनु भएन किनकि हामी त्यहाँ बसबाट निस्केर यता आउन एकदमै हतारमा थियौँ। रात परिसकेको थियो, हामी 7 बजिसकेको थियो यहाँ आउने बेला। लमै आइपुग्दासम्म 7 बजिसकेको थियो, त्यही भएर भिडियो बनाउनु भएन। अनि हामी आयौँ, एकछिन बस्यौँ, खाना पनि खायौँ। अनि आज हामी धेरै छौँ यहाँ लमै बास बस्ने फेरि बिहेमा जाने टोलीहरू हामी धेरै छौँ। यहाँ हुनुहुन्छ भाउजू। त्यही हो, अब फेरि भोलि बिहान मेरो भिडियो स्टार्ट हुन्छ। अब हामी सुत्छौँ अहिलेको लागि चाहिँ। गुड नाइट। सो गुड मर्निङ साथीहरू। आजको एकदमै सुन्दर दिन अनि शुभ दिन। हामी लमैदेखि अब देउखुरीको यात्रामा छौँ, तर हामी इन्डिया हुँदै जाने हो। अनि 7 बजे हामी यहाँ दिदीको घरबाट 7 बजे निस्क्यौँ। अनि यहाँ यस्तो लागेको छ कि कुहिरो लागिरहेछ। दिदी अगाडि हुनुहुन्छ, हजुर म पछाडि छु। अनि भाइहरू चाहिँ अगाडि गइसक्नु भएको छ। हामी अब यहाँबाट अटोमा जान्छौँ तलसम्म, त्यसपछि हामी बसमा जाने हो। अनि हामी बाउडर हुँदै इन्डिया भएर फेरि हामी देउखुरीतिर छिर्ने हो। अनि बिहान एकदमै चिसो मौसममा कुहिरो लागिरहेछ, चिसो गरिरहेछ। अनि हामी यात्रा गर्दैछौँ, रमाइलो पनि भइरहेछ, जाडो पनि भइरहेछ। अनि सानो फुच्चे भाइहरू अनि दिदी अगाडि गइसक्नु भयो। झन् रमाइलो गर्ने मान्छेहरू त अगाडि गइसक्नु भएको, 3जना मात्रै पछाडि छिरेका छन्। आज के कस्तो हुन्छ म तपाईँलाई देखाउने छु। साथीहरू हामी के अरे यो रातिमा छौँ हामी। चिसो
भाडा महिना सो लाग्यो अटल टोपी साडी लगाएर भाडा महिना सो लाग्यो साथीहरू हामी आइपुग्यौँ गडुवा लमैभन्दा एकदमै तल रहेछ। साथीहरू हामी गडुवा बजारमा छौँ अनि कपडा किन्ने भनेको छ यहाँ भाइ बहिनीहरूले, त्यसैले हामी कपडा किन्न जाँदैछौँ। अब एकछिन हामी कपडा किन्छौँ यहाँ, अनि अरू केही सामानहरू पनि किन्नु पर्ने छ। अनि त्यसपछि हामी यहाँबाट हिँड्छौँ। अनि यहाँबाट हिँडेर हामी कोइलाबास भन्ने ठाउँमा कति बजी पुग्छौँ बाबु? 11-12 बजे? 10 बजे कोइलाबास पुग्छौँ। त्यसपछि हामी कोइलाबासबाट फेरि अर्को बस चढेर तपाईँहरूलाई देखाउनु छ भन्नु न जान्छौँ। साथीहरू हामी चाहिँ कोइलाबासको लागि हामी गडुवाबाट हिँडिसक्यौँ, बसमा छौँ हामी धेरै छौँ यहाँ। अनि एकदम चिसो गइरहेको छ। अनि यहाँ ठुल्ठुलो लेकहरू छ, एकदमै राम्रो लेकहरू छ यहाँ। हामी आयौँ बाउडरमा। लाउनु चाहिँ एकछिन तल अब यहाँ चाहिँ बाउडर हो। यहाँ अब हाम्रो झोलाहरू चेकिङ हुन्छ, त्यसपछि हामी जान्छौँ। 8जना छौँ। बाबुलाई चक्कर लगाएर गाडीमा, मलाई पनि चक्कर लागेको थियो, बाबुलाई बन्द भयो कि। अब उता चाहिँ हामी राम्रोसँग जान्छौँ, त्यहाँ चेकिङ हुन्छ। त्यसपछि हामी यहाँबाट इन्ट्री गर्छौँ इन्डिया। नेपालदेखि इन्डियाको इन्ट्री हुन्छ। घुमेर फेरि हामी देवघरी नै जाने हो कि जान त। राम्रो रहेछ ठाउँ एकदमै। अरू अगाडि गइसक्नु भाउजू म मात्रै सबै यहाँ। सो साथीहरू हामी चाहिँ अहिले इन्डियाको मेलामा छौँ। मेला लागिरहेको छ। अनि 31,000 यहाँ चाहिँ सन्डेमा मेला लागिरहेको छ। मेलाभित्र छौँ। यहाँ राम्रो राम्रो सामानहरू पाइन्छ। हामी कलरमा छैनन् अनि मैले पनि किनेँ। अनि अरू पनि धेरै किनेछौँ। दिदीहरूले यता कपडा किन्दै हुनुहुन्छ। अनि इन्डिया आइसक्यौँ। यसलाई के बजार भन्छ? मणिपुर बजारमा छौँ हामी चाहिँ। मणिपुर बजारभित्र चाहिँ मेला लागिरहेको छ आज सन्डे, त्यही भएर। अनि यहाँ धेरै सामानहरू पाइन्छ। यहाँ नपाइने भने केही पनि छैन, सबै सामानहरू पाइन्छ। अनि हामी केही अलिअलि किनिसक्नु सामानहरू, अनि अरू किन्दैछौँ अझै। हामी जाने चाहिँ देवघरी जाने चाहिँ अहिले हामीलाई केही टाइम लाग्छ अझै। यस्तो मेला लागिरहेछ। सो साथीहरू हाम्रो यो इन्डियाको मणिपुरको मेला भ्रमण हामी गरिसक्यौँ। धेरै सामान किन्यौँ। अनि मैले यो पनि किनेँ। भाउजूले टन्नै किन्नु भएको सामान। दिदीले के किन्नुभयो सामान? त्यति मात्रै हो र? टन्नै छ सामान पनि। अनि अब साँझै भइसक्यो। अब हामी यहाँदेखि जान्छौँ लाग्छौँ घरतिर। आउनु पऱ्यो ठुली आमा। ठुली आमा पनि आउनुभयो। अब हामी यहाँबाट निस्किहाल्छौँ। बाबुले के किने? साथीहरू अब हामी यहाँबाट हिँड्यौँ। अब साथीहरू हेर्नु, हामी देवघरी भन्ने ठाउँमा अहिले राति आइपुगेका छौँ, 9 बजे। अनि मेरी गाड़ी नहीं होती, दूसरी गाड़ी यहाँ पाती, कोई चला के ला पाता है टेम्पू। रास्ते में पुरै बन इन्डियादेखि माथितिर आउने त पुरै बन रहेछ। बिचमा झर्दै हिँड्दै पनि गऱ्यौँ। नंबर मेरा लिए, 9 बजी नंबर ले लीजिए ना। फोन कीजिएगा ना, नंबर मेरा अपने मोबाइल में। अब हामी जान्छौँ जेठोको घरमा। अनि हामी भोलि बिहान मैले पनि यो गाउँमा यो ठाउँमा आएको फर्स्ट टाइम हो। रातिमा आएको भएर अब टाइम पे आ जाएंगे, हमें कोई नहीं रोकेगा। नहीं देख्ने हो मैले पनि। मैं यहाँ आ जाऊँगा लेने। छैन अँधेरोमा आइयो। अब भोलि नै देखिन्छ। तर यो ठाउँमा नेट पनि चल्दैन, इन्डियाको सिम लाग्छ होइन।
नेट चलाउने पनि भइरहेको छ नि, तर मेरो भिडियो चाहिँ धेरै पछि आउनेवाला छ। मैले भिडियो 14 गते भिडियो बनाएको छु। मेरो भिडियो 20 गते पछाडि नै आउँछ, किनकि यहाँ नेट पनि छैन, मसँग त्यो सिम पनि छैन, इन्डियाको सिम पनि छैन, नेट चलाउने पनि हुन्न। त्यही भएर यहाँ मोबाइल चार्ज गर्नुको लागि लाइन बत्ती पनि छैन, सोलर छ। त्यही भएर केही समस्याको कारणले गर्दा होला मेरो भिडियो अलि पछि नै आउँछ। सबैको सामान यहाँ छ। हामीलाई जारुल मारे भाउजू नि, भाउजू सामान यहाँ छ, खुर्सी पट्याउल हुनुभएको छ भाउजू तपाईँलाई। गोर भाला के क्रिम लगाएर इन्डिया दुलो पाउडर पाउडर लगाएर फेरि पाउडर पैसा नपरेको बिहेमा आएको आफ्नो बिहेदेखि लास्ट भयो। यहाँ त कस्तो भयो बाबु? राम्रै भयो भनौँ, ठिकै भयो। सो साथीहरू, साँझ राति आउने भयो अनि राति नै सुत्ने भयो। त्यही भएर मैले भिडियोलाई साँझ अब गुड नाइट भनेर अन्तिम गर्न पाएँ होइन। त्यही पनि केही छैन, हामी ठुलबाबासम्म आइपुग्यौँ। अब हामी बिहे हुनेवाला घरमा जान लाग्छौँ कि ठुलबाको छोरी घर हो नि त। यहाँदेखि उता जान 1 घन्टा लाग्छ अरे। हामी त्यहाँ जान लाग्छौँ अहिले चाहिँ। भाउजू, म, दिदी अनि बाबु जान लाग्छौँ। अरू पाहुनाहरू अब आइसक्नु होला, कति आउँदै हुनुहुन्छ होला, भोलि पर्सि आउनुहुन्छ होला, तर हामी आज जान्छौँ। अब हामी यहाँदेखि हेर्छौँ क्या। यही हो ठुलबाको घर। त्यही साथीहरू, अब हामी जान्छौँ। यहाँको गाउँठाउँ कस्तो छ के छ, साँझ राति आउने भएर तलतिर त केही पनि देखेन, अँधेरैमा आउने भयो। अब यतातिर भएर हेर्दै जाने हो। अहिले म पनि यहाँ पहिलोचोटि आएको नि त, त्यही भएर हेर्दै जाने हो के कस्तो छ यतातिर ठाउँहरू। सो अलिअलि म तपाईँहरूलाई पनि देखाउने छु। दिदी, म, बाबुजू अनि बाबु जान्न छ। यहाँ फेरि नयाँ घर बन्दै रहेछ कसको। बाटै बाट भएर हामी अब पुग्छौँ 1 घन्टा पछि। त्यहाँ राम्रो ठाउँ छ नि यहाँ। हेर्नु, हामी यस्तो उकालो चढेर आइरहेछौँ। अझै यता पनि उकालै छ। कहिले पुग्ने हो त्यहाँ? दिदीलाई यहाँ हत्या भइरहेछ। कहिले बोक्नुहुन्छ, कहिले कुमडो बनाउनुहुन्छ। भाउजूलाई यतातिरको ठाउँ यस्तो छ। मलाई धौ भएको छ पुरै, यस्तो गरेर हिँड्दा छु म यहाँ। हामी आयौँ अहिले फेरि डकमारा भन्ने गाउँमा। हेल्थ पोस्ट भएको अनि पुलिस क्याम्प भएको सबै भएको यही डकमारा भन्ने ठाउँमा रहेछ। गाउँमा गाउँ पनि राम्रो रहेछ। माथि पहाड छ, तल ठाउँ छ। साथीहरू, मैले तपाईँहरूलाई पनि देखाइराखेको छु हाम्रो दाङ देउखरी। कस्तो दामी रहेछ घर। मलाई यस्तै घर मनपर्छ नि खासमा, टोक्क दामी। हामी यहाँबाट पानी खाएर बल्ल जान्छौँ। सडक छोडेर कोही बीच बाटोबाट हिँड्छ। ल हेर्नु साथी, हामी बिहेवाला घरसम्म आइपुग्यौँ। अयो यस्तो धौ भइ आइपुग्यौँ हामी यहाँ। तर बाख्रा खोर्छ क्या खतरा डिजाइनको रहेछ नि। यहाँ टक्क ओह्राले बनाएको नि, तलतिर सँगले राख्ने दिमाग चाहिँ हो कि फेरि। भेनाजुको काम त होला यो। ओहो, म पनि पहिलोचोटि आएको नि त साथीहरू यहाँ। एकदमै राम्रो रहेछ। ल कोही छैन मेरो घरमा त। वाउ, अब हेर्नुहोस् पारितिरको गाउँ कस्तो दामी गाउँ रहेछ। एकदम ट्याकटुक भइसकेछ त बिहे घर त। आइपुग्नु भयो दिदी।
राम्रो छैन यहाँ ओहो अरिता काली घर यस्तो रहेछ नि अरिता काली त यहाँ रहेछ त पहिला अहिले पो बिहे फेरि उता गई साथीहरू हेर्नु न यहाँ फेरि यहाँ हाम्रो दिदीको घरमा फेरि राते पाल्नु भएको छ क्या राते के नि अझ बस्नु रहेछ कि जङ्गल नजिक भएर पनि भाग्ने रहन्छ नि कोले लगाइदिएको बाख्रा जाने बेला पनि भइसक्यो अब ओ आइज मुनि मुनि ल आइज मुनि 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 त्यसलाई मुनि मुनि भनेर बुझ्दैन होला आइज साथीहरू यहाँ रात पनि परिसक्यो दिदी बहिनी आज बजार जानु भएको छ अझै आइसक्नु भएको छैन अन्त हामी चाहिँ अब आउँदै हुनुहुन्छ खाना पकाउने बेला भइसक्यो हामी खाना पकाउनुतिर लाग्छौँ दिदी म दाजु छ नि त यहाँ घर यहाँको बाबु पनि छ खाना पकाउने टाइम भइसक्यो अब खाना पकाउने हुन्छ त्यही अस्ति घरदेखि आएर लमै बास भयो हिजो लमैदेखि आएर ठुल्बा घर बास भयो अनि आज आइपुग्यौँ हामी यहाँ चाहिँ त्यही साथीहरू 3 दिनको भिडियो मेरो यात्रा यहाँसम्म मात्रै हो त्यही साथीहरू आजको लागि भिडियो यति नै अब नेक्स्ट भिडियोमा भेटौँला बाई बाई